हेलो गाइस, नमस्कार हजुरले म सुशीला मगर वेलकम माई युट्युब च्यानल एन्ड मलाई साथी दिइराख्नु भएको छ मेरो सोल्टिनी हेलो नमस्ते अनि मेरो प्यारी बहिनी धेरै लङ टाइम पछि आउनुभयो हाम्रो घरमा हैन फर्स्ट टाइमै हो त्यही भएर आज मेरो पनि छुट्टी थियो छुट्टीको सदुपयोग गर्दै यहाँ आज हामीले मुकबाङ गर्ने भनेर यसो सानो त्यही त हो हैन मुकबाङमा चाहिँ हाम्रो पिरो पिरो नुडल के नुडल हो यो बुलडक नुडल बुलडक नुडल छ अनि यो लेटेस्ट साग यहाँ पानी सोल्टिनी लु स्टार्ट गर्नुस् लेट्स गो स्टार्ट सोल्टिनी बहिनी म चाहिँ अन्डाबाट स्टार्ट गरेँ हैन अब निल्ने ल सिधै यो चाहिँ तपाईहरुलाई अन्डा फर्स्ट बाइट मेरो चाहिँ चोपस्टिक त्यस्तो छ है अलिकति आउँदैन तर पनि अब चोपस्टिक त मैले त बिर्सिसकेको छु अनि म त भुइँमै हराइसके यार तानेर खाम कि खानु भुइँमा हराए स्पाइसी यम्मी छ दिदी तपाईको बनाएकै आजको नुडल आज मैले फर्स्ट टाइममा भन्नु लागि बेला बेला बनाइरहेको छु आजको त सबैभन्दा टेस्टी भएछ होइन त्यही भएर मैले आज गाईलाई अगाडि भुडीले साथ दिएन अघि चिया खाएको कि चियाले नै मलाई त लो गरेको छ प्रेसर चियाले झन् बढ्नु पर्ने त हैन गुलियोले मेरो लो छ नि त प्रेसर लो छ अन्त लोलाई त झन् बढ्छ गुलियो खायो भने हैन र के हो मेरो त लो नै हुन्छ प्राय राम्रो लाग्छ मलाई हामीले अनि त यो त नभए त हुँदैन त अनि अब यहाँ मासु ल्याएर खानुपर्ने हो तर ठिकै छ सम्झिँदै पानी छम्किँदै के गर्नु जिप क्वार्टरमा भएको भए त होइन टक्क यहाँ सुँगुर मासु ल्याएर अनि पानी परेर आज के गाइजमा यस्तो पानी पऱ्यो है बाहिर के ढोकादेखि निस्किनु मन नलाग्यो कि आज त्यही भएर यहीँ आउनुभयो सोल्टिनीहरू होइन खास चाहिँ प्लानिङ अर्कै ठाउँमा थियो झुटी भन्नु खासै यहाँनिर अरू नै ल्याएर खाने थियो प्लान आज यसकै मुकबाङ फिनिस गर्ने हामी ठिकै छ छुट्टीमा अब सदुपयोग गर्नु पर्यो नि त होइन एकदम राम्रो अनि फेरि मेरै छुट्टीमा आउनुपर्ने ताइफुन पनि होइन घाटो भएछ मलाई त घाटो न यता न उता जानु पायो जाँगर आएपछि आमा यो नुडल त कति खाइन्छ नुडलले हामीलाई खाइदिन आँटिसक्यो अब त हामीले खाएको होइन कि सबै दाहिने दाहिने रहेछौँ एकजना देब्रे रहेछ दिदी म सक्दैछु स्टिकले खानु सक्नुपर्छ स्टिक खाने ठाउँमा बसेपछि स्टिकले खाने हो कि पहिला काँक्रा छान्नु थिएन मैले काँक्रा त्यसै उसो फेरि हातले तानिहालिन्छ हात के को लागि हो त नि हात काँक्रा खानुको लागि हो त्यो ग्लासको पानी खानु लागि म त खानुलाई त चमस्टिक छँदैछ नि त चमस्टिक नेपालमा यो आगो बालेर भात पकाइन्छ हङकङमा यसले खाइन्छ के हेर्ने
ठाउँ अनुसारको नियम चल्नै पर्यो। पिरो 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 धेरै पछि खाँदाखेरि पिरै त हुन्छ त नि। कस्तो लाग्यो सोल्टिनी बहिनी? स्पाइसी राम्रो छ। स्पाइसी अनि टाइफुनको वेदर छ बाहिर अनि हाम्रो यता मुकबाङ स्टार्ट है। हामीले जित्नुपर्छ नि टाइफुनलाई। अनि स्टिकले कस्तो चल्दैछ? ठिकै छ ठिकै छ। म पनि अहिले त निकै भयो स्टिकले नखाएको। पहिले अस्ति रेस्टुरेन्टमा गएर त स्टिकले खाइन्थ्यो। यता एडमल्टी गइकन चाहिँ स्टिक छैन क्या अहिले। काँक्रा नि नेपालको जस्तो रहेछ। तपाईँहरूले ढिलो खानुभयो मैले छिटो खाएको। मुकबाङले अलिकति लङ गरेको हामी। त्यही जाने मैले खाइसकेँ तपाईँहरू छिटो खाएको होइन कि थोरै थियो तपाईँको। थोरै पनि थोरै नै लाग्यो। उहाँले चाहिँ स्टिक चलाउनु अलिक गाह्रो भयो। मलाई चाहिँ त्यसको लागि मेरो पनि काँक्रा चलाउनु अलिक गाह्रो भयो। तर हामीलाई त धेरै धेरै नै रहेछ नि त। किन यति पक्षघात? सबै निल्दै बोल्दैछु म त्यहाँ। भन्नु न कस्तो लाग्यो आजको? मैले बनाएको भनेर भन्दैछु मैले। मिठो बनाउनु भयो। थ्याङ्क यू। अब नेक्स्ट टाइम पनि फेरि ल योभन्दा पर है। काँक्रा होइन आजको विक अफ हाम्रो छुट्टी यादगार हुन्छ है। एकदम परिपक्व छ भने हो। यादगार मात्रै होइन यो त मेमोरी नै बस्छ। भाग्छ अन्डा त अन्डा नखायो भन्दैछ मलाई। यो चाहिँ यहाँको नम्बर 1 है यो पिरो नुडल चाहिँ। हामी आर्टिलै रहेछौँ। आमा बाउको आर्टिली छोरीहरू परिएछ कि गाइज। ऊ यता झन् नम्बर 1 परेछ। उमा प्लेट रिताइसक्यो। हामी सेकेन्डमा आउँछौँ कि। हेर्दैछु यता नि यता नि। मेरो चाहिँ खास गरी यो स्टिकको कमाल हो नि त। सबसे छिटो चाहिँ नखाने रहेछ यति मान्दैन। दुईजना मान्दैन। मिठो पनि मिठो पनि होइन। यो चाहिँ साग चाहिँ नबिर्सी खाने अगाडि यही खाने। यहाँको त यो त हुने हो नि त उसले त्यस्तो नम्बर 1 हो कि। यो जेसँग पनि मिल्छ। यो नुडल्ससँग नि मिल्छ, जेमा नि मिल्छ, पकाएर खानु पनि मिल्छ, तातो पानीमा चुप्प चोबेर त्यतिकै खानु पनि मिल्छ। यो चाहिँ यहाँको नम्बर 1 हो कि। जता ढल्कायो त्यतै ढल्किने क्या यसमा। त्यही भएर सबैले खानु होला यो पनि। हामीले पनि खाइरहेछौँ। यो यता मात्रै भेटिन्छ होला है। हाम्रो त भेटिन्छ पाउँछ रोपेर पनि है। आफ्नै बारीमा रोपेर पनि खानु थाल्छ। घरमा पनि पाउँछ। घर घरमा पाउनु रोपेर। हामी गएर चाहिँ अब खाएन त्यही भएर थाहा छैन त्यति। तोरीको साग चाहिँ नपाउने खानुपर्छ। एकदम फेभरेटै हो। राई साग पनि याक्क हुन्छ यहाँ खाएर। त्यही भएर तोरीको साग चाहिँ एकदम फेभरेट हो। म चाहिँ गएपछि त्यही खान्छु।
तर यहाँ मैले यो हङकङमा चाहिँ यो साग चाहिँ बहुत मन पर्यो मासु जस्तो खाने पहिला त खान्थिनँ मैले चाहिँ रोजिना चाहिँ एकचोटि के खेलाएको मलाई पहिला चाहिँ मैले मनै सोम्यादीले पर्दैन पहिला यो साग खानुहुन्न थियो है किनभने मन पर्दैन थियो भन्नुहुन्थ्यो एकपल्ट हामी बाहिर जाँदाखेरि मैले साग मजाले खाएँ नि त ट्राई गर्नु भनेर दिएको त्यहाँदेखि चाहिँ मिठो लाग्यो अरे मासु सुकेको त्यो उसित कति मिठो हुँदो रहेछ कि त्यो पोलेको मासु सेको अनि म चाहिँ कस्तो गनाउँछ जस्तो लाग्यो फर्स्ट अनि उसले चाहिँ रजिनाले चाहिँ खाँदाखेरि चाहिँ मलाई ट्राई गरौँ न ट्राई गर भने ट्राई गरेपछि हामीलाई मिठो लाग्यो त्यहाँदेखि खानु गयो होइन खानुहुन्न थियो लु मैले चाहिँ खाइसकेँ अब म के गर्दै हेरेर बस्छु च्यालेन्ज चाहिँ राखेको हुने रहेछ कसले छिटो खानेमा म पर्ने रहेछु त्यसमा त फेरि घाटा भयो मलाई त्यसमा त फेरि उभि दिएर फेरि अगाडि हिँड्छ होला नि त अनि डोमेस्टिकले होइन चपस्टिकले नै गर्नु पर्यो पिरो भएन खै पिरोको रेसिपी नै देखेन खत्रै रहेछ जम्बरे नेपाल गएर अस्ति अकबरे उहाँ माथि बुढी मोरङबाट आएको अकबरे खत्रै खाएर आएछ कि अनि त्यही भएर सोधिदिनु नि पिरो त भएन रहेछ हामीलाई त पिरो भयो होइन म चाहिँ साग खाँदै बस्नु काँक्रा थ्याङ्क यू अनि मेरो कम्पिटिसन है अब राख्नु जान्छ फेरि यो त कम्पिटिसन भनेर थिएँ कम्पिटिसन जितिहाल्यो कम्पिटिसन भनेको जितिहाल्यो आफूले झरेको पनि खानुपर्छ क्या नसोमेर मलाई पिरियड भयो मलाई चाहिँ आरामले खानु केही छैन हामी पर्खिन्छौँ प्लेट हेरेको हेरे आरामले खानु नतालिनु भनेर हामी पर्खिन्छौँ बस मेरो चपस्टिकको कमालो के चपस्टिकको कमालो नभए म अघिने फिनिस गरिसक्दै थिएँ जे गर्छ होइन स्टिकले गर्छ क्या बाहिर पानी परिरहेछ भित्र गर्मी भइरहेछ गाइज अब के चाहिँ गर्नुपर्ने हो त हामीलाई अब हामी नाच्ने हो गीत लाएर फेरि ब्लग पछि आउँछ ल डान्सहरू पनि कुन गीतमा नाच्ने के हो त मात्रै गरेको बुझिन्छ नि त युज गरिसके ल एउटै नछोड्नु भन्छ कि त्यही भएर कान पनि देखाऊँ कि रातो भएको होला अब यसको पालो आयो पानी नखाइ खाइयो अब हेल्थको लागि पनि राम्रो नुडलको लागि पनि राम्रो बिहानको लागि पनि राम्रो हो यो चाहिँ एकदम अफिस जानु हामी पर्खिरहेछौँ बिस्तारै खानु यसको त झन् बेग्लै स्वादै हुन्छ नुडल पनि नपुगेर लास्टमा जङ्गल पुग्नु पर्दैन हामी घाँस खानुलाई अगाडि आइपुग्छौँ भान्जा गेम खेल्दै हुनुहुन्छ नि त त्यही भएर
चाहिँ टिपिसक्यो दिदी जस्तो गरी खत्तम भयो मेरो नुडल्स। लास्टमा त हार्ने दिँदा नि हुन्छ। काँक्राले सोरेर खानु नि। यति डेढीसम्म म मेहनत गरेर खाइसके पछि यसले प्लिज गर्छु अरे। यहाँ लगेर दिँदा नि हुन्छ हौ लास्टमा। काँक्रा भन्दा नि यही फेभरेट। हुन्छ त्यो काँक्रा पनि। मलाई त त्यति काँक्रा ठिकै लाग्छ। त भन्न सक्यो अहिले पिरो हरायो बल्ल। यसले सागले पिरो जाँदो रहेछ नि त जोसको। कहाँ यसरी पक्का चिल्लो बनाउने हो नि है? के टेक्निक अपनाउनु अब स्टिकले होइन यसरी। कहाँ रहेछ कि फेरि सागले तान्दा नि हुन्छ। तर हाम्रो प्लेट चाहिँ चिल्लो देखाउनु पर्छ कि यसरी। जिन्दगानी दर्पण छाया। अब यस्तै गर्ने होइन? छोड्नु न। आनन्द आयो ल। सागले चाहिँ अब त्यो पिरो भाग्यो। अझै नि नाक त कराउँदैछ। म होचो हो कि साग अर्को हो कि है? अझै छ 3 पिस त त्यहाँ अझै। भइसक्यो दिदी अब। होइन हौ यस्तो चिल्लो के। पानी पनि खाउँ लाग्दै रहेछ हौ। पानी पनि सक्नुपर्छ। खोइ पानी त चिज पनि गरिएन त नि। रित्तो गिलास भयो। यता छ पानी नि त। गर्नु लाग्यो ढिलो खाऊ। दामी भयो। सो गाइस अब हामीले सकिसक्यौँ होइन? टक्क यहाँ हेर्नु सबै रित्तो भयो। यहाँ पनि सबै वाइट पो रहेछ त नि गिलास वाइट सबै वाइट। अहिले त हामी त वाइट ल ठिक छ। जसोसुकै भए पनि हाम्रो सानो थोरै यसो हेरिदिनु होला होइन? अनि कस्तो लाग्यो लाइक सब्सक्राइब अथवा होइन कमेन्ट गरिदिनु होला होइन? अनि अरू फेरि नेक्स्ट टाइम पनि अरू होइन टाइम हाम्रो टाइम लिएर आउँछौँ, तपाईँहरूलाई देखाउँछौँ। त्यही भएर आजको हाम्रो सानो थोरै मुकबाङ हामी टुङ्ग्याउन चाहन्छौँ। फेरि पनि आउँदै गर्छौँ। बाई गाइज। सोल्टिनी बहिनी बाई। हाई।